भर्खर मात्रै एसीको एक्जामबाट अगाडिको यात्रा बढाउँदैछौँ। साथै बालबालिका सञ्जालको नामबाट शिक्षाको साथसाथ आफ्नो शैक्षिक मित्रहरू र बाल मित्रहरूलाई कसरी यो समाजको तर्फ अगाडि लैजाने त्यसको साथसाथ पनि हजुरहरूले काम गरिराख्नु भएको मैले पाएँ। त्यसको लागि तपाईँहरूसित प्रत्यक्ष यो देख्न पाउँदाखेरि म आफैमा पनि एकदमै खुसी छु। त्यसको साथसाथ म तपाईँहरूसित केही संवाद पनि गर्न चाहन्छु। तर अगाडि पत्रकार साथीहरू हुनुहुन्छ, अगाडि केही कुराहरू गर्न चाहन्छु। उहाँहरू हजुरहरू यसो साइड भइदिनु भयो अलिक राम्रो हुन्थ्यो कि जस्तो लाग्यो। आकृति बकबलजीले 4 GPA ल्याउनुभयो, उहाँको लागि म एकदमै बधाई दिन्छु। त्यसको साथसाथै यहाँ रहनुभएका सम्पूर्ण साथीहरूले एसीमा एकदमै राम्रो परीक्षा ल्याउनुभयो, त्यसको लागि म एकदमै बधाई दिन चाहन्छु। तर तपाईँहरूले अहिले जुन वातावरणमा पढ्न पाउनुभयो, पहिला यस्तो वातावरण थिएन। त्यस कारणले मैले तपाईँहरूसित केही प्रश्न सोध्न चाहन्छु, त्यसपछि म अगाडिको कुरा हजुरहरूसित आफ्नो अनुभव चाहिँ साट्न चाहन्छु। आज यहाँ आउनुभन्दा पहिला घरमा कसले घाँस काटेर आउनुभयो? कोही छ? तपाईँ विद्यार्थीहरू हात उठाउनु। कसैले काट्नुभयो? कसैले काट्नु। भर्खर मात्रै मकै गोड्ने समय थियो, अलिक ठुलो भयो अहिले मकै। कोही जानुभयो बारीमा मकै गोड्न? मकै गोड्न जानुहरूले हात उठाउनु पर्यो। जानुभयो? एकजना को? एकजना जानुभयो। तपाईँहरू अहिले खेतमा अब धान रोप्ने बेला भएको छ, थाहा छ नि? धान रोप्ने बेला भएको छ। कसैले आफ्नो गाईको गोठबाट, भैँसीको गोठबाट मल बोकेर जानुभयो? त्यसो भए अब अलिक फरक प्रश्नमा जान्छु है त। अहिले भर्खर मात्रै बनेको सरकारमा शिक्षा मन्त्रीजीको नाम जान्नुहुन्छ हजुरहरूले? नेपाल सरकारको शिक्षा मन्त्री सस्मित पोखरेल। अरू कसरी जान्नु भएको छ? लुम्बिनी प्रदेशको शिक्षा मन्त्रीजीको नाम के होला? ठिक छ। त्यसको साथसाथै रामपुर नगरपालिकाको नगर प्रमुखको नाम के होला? उहाँले चिन्नुहुन्छ? त्यस वडाको वडा अध्यक्ष को हुनुहुन्छ त? र यसै नगरपालिकाको शिक्षा अधिकृतजीको नाम चिन्नुहुन्छ? मलाई एकदमै खुसी लाग्यो। मैले अरू प्रश्न सोध्दिनँ, अब सबैलाई गरिदिनु भएको छ, अगाडि जानु पनि छ। मैले यो किन भनिराखेको छु भने अहिले यहाँ मञ्चमा बस्नुभएको सबैजनाले यसरी काम नगरिकन कहिले पनि पढ्न पाउनुभयो। यो मञ्चमा बस्नुभएको सबैजनाले बिहान स्कुल जानुभन्दा पहिला घाँस काट्नु पर्थ्यो, पानी बोक्नु पर्थ्यो। आज जस्तो बिजुली थिएन, टुकीमा पढ्नु पर्थ्यो, होमवर्क पनि टुकीभित्रै गर्नु पर्थ्यो, ट्युसन पनि 9 कक्षाबाट मात्रै 9 कक्षाबाट मात्रै पढ्न पाइन्थ्यो। आजकल जस्तो 5 कक्षा 6 कक्षामै ट्युसन पढ्न पाइँदैन थियो। यस्तो राम्रो भवनहरू थिएन, कुर्सी बेन्चहरू थिएन। प्रत्येक शुक्रबार सबैजनाले आफ्नो कक्षा कोठा आफै घरबाट माटो र गाईको गोबर लिएर गएर लिप्नु पर्थ्यो। हातमा मोबाइल थिएन, कम्प्युटर थिएन। त्यसो गरेर दुःख गरेर पढेर अहिलेसम्मको स्थिति हाम्रो लागि सृजना गरिदिनु भयो। उहाँहरूले खुब दुःख गर्नुभयो। उहाँहरूभन्दा पहिला हाम्रो बाजेहरूले झन् दुःख गर्नुभयो। उहाँहरूले कहिले पनि किताब हेर्न पाउनु भएन, पढ्न पाउनु भएन, तर पनि शिक्षाको महत्त्वलाई बुझेर हाम्रो लागि चौतारीमा या चाहिँ खरको छानाभित्र चाहिँ स्कुल खोलिदिनु भयो। त्यो स्कुलहरूमा पढेर यो पिढी आउनुभयो। यो पिढीले 3को स्कुल र अहिलेको जुन स्कुलमा हामीहरू पढिराखेका छौँ
त्यो व्यवस्था उहाँहरूले उभ्याइदिनु। अब हाम्रो कर्तव्य के हो भने हामीले राम्रोसँग पढेर आउनेवाला पिँढीलाई, आउनेवाला भाइ बहिनीहरूलाई, आउनेवाला भविष्यलाई अझै राम्रो र सुगम र गुणवत्ता शिक्षा दिनको लागि हामीले काम गर्नुपर्छ। त्यसैले यो शिक्षाको ठुलो महत्त्व छ। पढ्दै जाँदा पास त भइहालिन्छ भन्ने मात्रै होइन, शिक्षाको एकदमै ठुलो महत्त्व छ। हाम्रो शास्त्रहरूमा पनि लेखेको छ शिक्षा यस्तो चिज हो, न चोर हार्यम न राज्य हार्यम न भातृभाज्यम न भारकारी पद्धति एवं नित्य विद्यागमन। न यो चोरले चोर्न सक्छ, न राज्यले खोज्न सक्छ, न यो भाइ भाइमा अंश बन्दा गरे जस्तो बन्दा गरेर अंश बाँडफाँड पनि गर्नु पर्दैन, न यो भारी हुन्छ बोक्नु पनि पर्दैन। र विद्या यस्तो धन हो दिनदिनै जति खर्च गरे त्यति बढ्दै जान्छ। पैसा त खर्च गरे त्यति कम हुँदै जान्छ। विद्या यस्तो धन हो त्यसले जति खर्च गरे त्यति बढ्दै जान्छ। इस्लाममा पनि यही भनेको छ विद्याको लागि। हदिसमा अल्लाहले रसुललाई के भन्नुभएको छ भने जो कोहीले ज्ञान प्राप्त गर्ने मार्गलाई अपनाउँछ उसले जन्नतको मार्गलाई चाहिँ आसान गर्छ भनेर हदिसमा लेखेको। त्यसकारणले प्रत्येक समुदायमा प्रत्येक ठाउँमा चाहिँ ज्ञानको चाहिँ ठुलो महत्त्व छ। हामीले शिक्षालाई एकदमै हाम्रो अग्रजहरूले जुन मेहनत गरेर हाम्रो लागि यो व्यवस्था उपलब्ध गराइदिनु भयो, हामीले शिक्षा प्राप्त गरेर आउनेवाला पिँढीलाई योभन्दा राम्रो व्यवस्था र योभन्दा गुणवत्ता शिक्षा उपलब्ध हुने खालको काम गर्नुपर्छ। र अहिले हाम्रो नेपाल भर्खर मात्रै जीएनजी को आन्दोलनपछि बनेको नयाँ सरकारले यो देशलाई हामी सबैजना मिलेर यहाँ भएका सबै समुदाय 125 भाषाभाषी 142 जात जातिको नेपालीहरू, सबै राजनीतिक दल, सबै समाजसेवी सबैजना मिलेर विश्वको सबै विकसित राष्ट्रहरूको दाँजोमा चाहिँ हाम्रो देशलाई पनि लैजानुपर्छ भनेर सबैले चाहिँ कम्मर कसिरहेको छ। तपाईँहरू अधिकतर यहाँ जीएनजी भन्दा मुनि अल्फा क्याटेगोरीको पनि हुनुहुन्छ, आउनेवाला बिटा हुन्छ, फेरि गामा हुन्छ। यी सबै पिँढीकोले जब गामा पिँढीको आउँदै गर्दाखेरि हाम्रो देशले पनि संसारको विकसित देशहरूको साथसाथ अगाडि बढोस्, त्यसको लागि हामीले अगाडि बढ्नुपर्छ। हामी सबैले काम गरिराखेका छौँ र अहिले शिक्षा प्राप्त गरेको सबै भाइ बहिनीहरूले पनि त्यही तर्फ दिशा लगाएर अगाडि बढ्नु र आफ्नो ज्ञान प्राप्त गर्न चाहिँ आवश्यक छ। र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अभिभावकहरूले पनि आफ्नो बालबच्चाहरूलाई त्यसरी नै अगाडि लैजानुपर्छ। आज हाम्रो 77वटा जिल्ला भएको, 753वटा पालिका भएको, 6743वटा वडा भएको देशमा हामीले आफ्नो वडाभित्र राम्रो विद्यालय पनि बनाउनु पर्नेछ, राम्रो अस्पताल स्वास्थ्य चौकी पनि बनाउनु पर्नेछ, राम्रो बाटोघाटो पनि बनाउनु पर्नेछ, सबैको घरमा बिजुली पनि पुर्याउनु पर्नेछ, सबैको घरमा शुद्ध खानेपानी पनि पुर्याउनु पर्नेछ। त्यसको साथसाथ हामीले विश्वको दाँजोमा जाने अहिलेको चाहिँ सुपर कम्प्युटर र एआईको जमानासित पनि सँगसँगै हिँड्नुपर्ने र त्यो अभिभावक यो सबै हामी विद्यार्थी साथीहरूको हामीहरूले जुन शिक्षा प्राप्त गरिराखेका छौँ, हामीहरूले जुन विषय पढिराखेका छौँ त्यो विषयमा निपुणता प्राप्त गरेर त्यसरी नै अगाडि बढ्नुपर्ने र हाम्रो देश त्यति कमजोर पनि होइन। तपाईँहरूले अहिले एससी पार गरेर जाँदै हुनुहुन्छ। अहिले मास्टर गरेको 2 जना साथीहरूको पनि यहाँ सम्मान भयो, उहाँहरूले पनि बुझिराख्नु भएको छ। संसारमा हाम्रो देश एकदमै बिछट्टै किसिमको छ। हामीलाई कहिलेकाहीँ लाग्छ कि हामी चाहिँ अलिक पछाडि परिएको देश हो कि हामी चाहिँ अलिकति चाहिँ कमजोर देश हो कि भन्ने एउटा मानसिकताले हामीलाई घेरिराखेको छ। हामीले यहाँ पढेको विद्यालयभन्दा अन्य देशको विद्यालय अझै आधुनिक छ कि अत्याधुनिक छ कि हामीले चाहिँ पढिराखेको शिक्षाभन्दा त्यो शिक्षा अझै राम्रो छ कि भन्ने एउटा चाहिँ कौतूहलताले हामीलाई भरेको छ। तर त्यस्तो होइन। हुनुहुन्छ अभिभावकहरू हुनुहुन्छ र विद्यार्थी साथीहरू पनि हुनुहुन्छ। गुरुजनहरूले पनि शिक्षासित त्यही हिसाबले सिलेबसको साथसाथ यहाँको व्यवहारिक शिक्षाहरूलाई पनि ध्यान दिनु पर्यो। आमा बुवाहरूले पनि मेरो छोरीले राम्रो पढ्नु पर्नेछ भन्दा भन्दै पनि साथसाथमा घरको केही सानोतिनो काममा पनि हात उहाँहरूलाई चाहिँ सँगसँगै आफूसँग सहयोग गर्नलाई चाहिँ सिकाउनु होला। र यहाँ रहेका भाइ बहिनीहरूलाई पनि म आह्वान गर्छु,
गुरुजन र बुवा आमाले भन्नुभएको कामलाई नटालिकन आफ्नो होमवर्क पनि भ्याउने, आफ्नो किताब पनि पढ्ने, यो सबै गरेर चाहिँ हामीले चाहिँ सँगसँगै घरको आसपासको खेतबारीको काममा पनि त्यसलाई त्यो पनि ज्ञान, त्यो पनि शिक्षा, त्यसलाई पनि सँगसँगै बुझ्ने वातावरणमा तपाईँहरूलाई अगाडि बढ्न चाहिँ अनुरोध गर्छु। त्यसको साथसाथ हामीहरूले यहाँको शिक्षालाई अहिले केन्द्र सरकारको साथमा हामीहरूले भनिराखेका छौँ, शिक्षालाई आउनेवाला समयमा सबै ठाउँमा निःशुल्क होस्, त्यसको लागि काम गर्नको लागि हामी निरन्तर प्रयासमा छौँ। सरकारसँग अहिले हामीहरूले त्यो पनि भनिराखेका छौँ, सदनमा पनि त्यही कुरा गरिराखेको छु। म पनि यही वडाको जन्मेको, यही माथि दर्शा गिरिनालामा जन्मेको मान्छे, म तपाईँहरूकै दाइ हो, तपाईँहरूकै साथी। त्यस कारणले हामीहरूले यो देशमा यो काम गर्दै गर्दाखेरि पनि यो शिक्षालाई अझै कसरी राम्रो र व्यवहारिक र आउनेवाला समयमा यसले संसारलाई नेतृत्व गर्ने मात्रै होइन, यो ठाउँमा भएको सबै वातावरणहरूलाई सर्वाङ्गीण विकासको साथ लैजाने खालको शिक्षा बनाउनुपर्छ भन्नेतर्फ लागिराखेका छौँ। त्यो लाग्दै गर्दा हामी सबै यहाँ रहेका विद्यार्थी साथीहरूले थप मेहनत गर्नुपर्नेछ। कतिपयले यहीँ रामपुरकै विभिन्न स्कुलहरूमा चाहिँ हजुरहरूले एडमिसन लिनुभयो होला, यहीँ गाउँको चाहिँ रामपुर स्कुल या अन्य स्कुलहरूमा 11-12मा भर्ना गर्नुभयो होला। एकदमै राम्रो, यहाँ पनि राम्रो पढाइ हुन्छ। जुन कुरा काठमाडौँ या अन्य सहरमा हुने र यहाँ हुने पढाइ एउटै हो, तर आफूलाई एक्स्ट्रा चाहिँ करिकुलमसँग पनि जोड्न मात्रै आवश्यक हो। कतिपय साथीहरूले यो रामपुरभन्दा बाहिर चाहिँ एडमिसन लिनुभएको होला, त्यहाँ जाँदाखेरि पनि राम्रोसँग पढ्नु होला, राम्रोसँग त्यहाँ चाहिँ पढ्दै गर्दाखेरि आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। होस्टेलमा बस्दाखेरि कतिपय समयमा चाहिँ राम्रो चाहिँ खानपानको तरिका नमिल्दा हाम्रो अहिले यो बढ्दो उमेरमा कहिलेकाहीँ मुस्किल पर्छ, त्यस कुरालाई पनि ख्याल गर्नु होला। निरन्तर घरमा अभिभावक र पुरानो विद्यालय जहाँ आफूले एससी 10सम्म पढियो त्यो विद्यालयको गुरुजनहरूसँग पनि निरन्तर चाहिँ सम्वादमा बस्नु होला। कहिलेकाहीँ गाउँ आउँदाखेरि फर्किँदाखेरि त्यहाँबाट छुट्टीमा घर फर्किँदाखेरि आफूले पढेको पुरानो स्कुलमा पसेर त्यहाँको गुरुजनहरूलाई भेट्नु होला। त्यहाँको अन्य पढ्दै गरेको विद्यार्थी साथीहरूलाईसँग म पनि यही विद्यालयमा पढेको भनेर सबैसँग चाहिँ घुल्नु मिल्नु होला। र सहरमा पढेको राम्रो पाएको अनुभव त्यहाँको विद्यार्थीहरूसँग पनि साट्नु होला। यसै गरी अगाडि बढ्यौँ भने तपाईँ हामी सबै मिलेर यो राष्ट्रलाई, यो समाजलाई राम्रो ठाउँमा पुर्याउन सक्नेछौँ। तपाईँहरूले साँच्चीकै यो गर्न सक्नुहुनेछ भन्ने कुरा मैले पूर्ण विश्वास लिएको छु। पुनः तपाईँहरूको यो आगामी शैक्षिक यात्रा र आगामी जीवन चाहिँ उज्जवल तरिकाले भरियोस्, उज्जवल प्रकाशले भरियोस् भन्ने कामना गर्दै म पुनः तपाईँहरूलाई बधाई र शुभकामना दिँदै मेरो बाणीलाई विराम दिन्छु। हस्त, नमस्कार, धन्यवाद।